नमस्कार। हामी यस बालबालिका कन्या माध्यमिक विद्यालयमा कक्षा 12 मा अध्ययन गर्ने विद्यार्थी हौ। हामीलाई नेपालीको पर्यटन कार्य अन्तर्गत होटल व्यवसाय सम्बन्धी शीर्षक परेका हुनाले हामी 9 जना विद्यार्थी मिलेर त्यसको बारेमा जानकारी लिनका लागि यस स्कुलको प्राङ्गणमा उपस्थित भएका छौँ। नमस्कार, म यस समूहको टोलीनेता गीता पौडेल। नमस्कार, म चाहिँ यस समूहको सदस्य विवश नमस्कार। मेरो नाम सिमरन लामा र म यस समूहको सदस्य हो। नमस्कार, मेरो नाम सीता मण्डल हो, म यस समूहको सदस्य हो। नमस्कार, मेरो नाम ज्योति मण्डल हो, म यस समूहको सदस्य हो। नमस्कार, मेरो नाम स्नेहा महतो हो, म यस टोलीको सदस्य हो। नमस्ते, मेरो नाम सुल्तान हो, म यस समूहको सदस्य हो। नमस्कार, मेरो नाम दिनेश हो, म यस समूहको सदस्य हो। सबैजना मिलेर चाहिँ अब होटलतर्फ जान्छौँ। होटल व्यवसाय बारेमा शीर्षक परेका हुनाले हामी धेरै ठुलो नभए पनि सानो तर धेरै व्यापार हुने होटलमा आएका छौँ। अब हामी अङ्कल आन्टीहरूसँग केही प्रश्नहरू सोध्छौँ होटलको बारेमा। नमस्ते, यस होटलको नाम के हो नि? जय महालक्ष्मी। कति वर्ष भयो होटल खोलेको? होटल खोलेको भयो 14 वर्ष भयो। अगाडि हजुरले के व्यवसाय गर्नुहुन्छ? योभन्दा पहिलो म होटलमा जाइ गएर बस्थेँ, भाँडा मल्ने यसो मिठाईको काम सिक्दै सिक्दै आएको। अनि हजुरले होटल खोल्ने यो प्रेरणा कहाँबाट पाउनुभयो? होटलको प्रेरणा यहीँ कोही साथीभाइले गर्यो, काम छैन, अब काम छोडिदिएँ। काम छोडेर अब खर्च बढी भयो स्रोत, त्यही भएर महिनाको पैसाले पुगेन। त्यो कारणले मैले यस्तो चिया पत्ता काम भनेको भुइँ पकाएर यसो नस्ता भनेर गरेको। साथीभाइले साथ दियो अनि म होटल गरेँ। होटलको आर्थिक आम्दानीहरू कस्तो छ? ठिकै छ। आर्थिक स्थिति यो कोरोना पछि कस्तो भयो? कोरोना पछि एकदम कोरोनाको बेलामा एकदम लास्टै गाह्रो भएर गाह्रो भएको थियो, एकदम गाह्रो भएको थियो। अहिले आएर ठिकै छ, लगभग जिउनी पाल्ने ठिक छ। अनि कस्तो स्थितिको सामना गर्न पर्यो हजुरलाई यो कोरोना काल आउँदा? सुरुमा होटल व्यवसाय गर्दा हजुरलाई परेको चुनौतीहरू बारे के? धेरै गाह्रो भएको थियो बहिनी। यो अब भनौँ न, कोरोना आयो, उता नाकाबन्दी भयो, यो सबैको बेलामा धेरै गाह्रो भयो। आम्दानी त अब उस्तै हो, व्यापार चले ठिकै छ, व्यापार चलेन भने त्यो पनि गाह्रो हुन्छ। अब त्यसपछि हजुरको कोरोनाको चाहिँ प्रभावबाट निक्लिन गाह्रो भएको होला? प्रभाव थियो, धेरै प्रभाव पर्यो, सबैले असर परेको हो। हाम्रो होटलमा त झनै कोही खाने नबस्ने, कोही आउने नआउने, त्यो कारणले एकदम गाह्रो भएको थियो। आर्थिक अब आम्दानीहरू कस्तो छ? कति भएको ठिकै छ। अब लगभग पैसा चिया बेचेर खाना बेचेर 10-20 हजार बचेको छ। जागिर गर्ने भन्दा हजुरले आफ्नो व्यवसाय जितेको छ। जागिर गर्ने भन्दा आफ्नो व्यवसाय जितेको छ। विदेशमा गएर आफ्नो देशमा के गर्नु? विदेश भन्दा आफ्नै देशको चाहिँ जतिमा राम्रो छ यहीँ प्रयत्न गरेर यहीँ कमाउने खाने गरेर यही चाहिँ राम्रो छ। विदेशमा गएर आज गाली खाएर काम छैन। हजुरले आफ्नो महत्त्वपूर्ण समयबाट केही समय अब आम्दानी त ग्राहक भन्नु मैले अघि नै ग्राहक आयो, व्यापार भने त आम्दानी ठिकै छ। आयो भने त्यो पनि सामान फाल्नुपर्छ। यही पेसा गरेर छोइले पढाएकै छु अनि फिस तिरेको छु। अरू कुनै आम्दानी छैन, यही स्रोतबाट गरेको छु। राम्रो छ। हजुरले आफ्नै देशमा बसेर के गर्नुपर्छ विदेश नगएर, त्यसको बारेमा केही बताइदिनुहोस् न। विदेश त मैले सबै साथीभाइहरूसँग अनुरोध गर्छु, विदेश नजाऊँ, आफ्नै देशमा बसेर आफ्नै कुनै पेसा गरेर चलाऊँ, खाऊँ। अर्को देशमा गएर काम छैन। विदेश जाने मान्छेहरूले आफ्नै देशमा बसेर केही गर्नुपर्छ, होटल भयो सानो व्यवसाय
सानो व्यवसाय गरे नि जे चिजको पैसा गरे नि आफ्नै देशमा बसेर कमाउने खाने चाहिँ राम्रो यही सुझाव प्रतिक्रिया कस्तो छ कस्तो भयो भन्छ सकारात्मक नकारात्मक ग्राहक त जति छन् सकारात्मक छन् उनीहरूको कोही छैन खानपिन चाहिँ राम्रो छन् उनीहरू गर्छन् त्यसमा केही बिमारी छैन छैन बाहिर देश गयो भन्दा आफ्नै देशमा कमाएको राम्रो बाहिर गएर 1 लाख रुपियाँ कमाउने ठाउँमा हामीले यहाँ 10,000 कमाएको जितिन्छ आफ्नो घरबाट आफ्नो सबै परिवार फ्यामिलीसँगै बसेर यहीँ बगाएर यहीँ बसेको राम्रो अहिलेको पैसा गएर साह्रो छैन अहिलेको देशमा गएर साह्रो छैन हजुरको बजार हजुरले यो होटल खोलेर अर्को होटलसँग हजुरको प्रतिस्पर्धा कस्तो छ के फरक छ अरूको होटल भन्दा यहाँ फरक त अब के भन्ने अब फरक त खासै छैन आफ्नो आफ्नो भाग्यकै कुरो हो आफ्नो आफ्नो जति लेखेको हुन्छ त्यति गर्ने हो त्योभन्दा हुँदैन दोकानमा त पैसा भइहाल्छ हजुरको सेवाबाट हजुर यहाँ आउने ग्राहकहरू कतिको सन्तुष्ट छन् मेरो सेवाबाट जति आउँछ त्यो सबै सन्तुष्ट छन् व्यापारहरू कतिको हुन्छ राम्रै हुन्छ होला व्यापार राम्रो छ ठिकै छ होइन म यही हो कि नि व्यापार तपाईँको 3-4 हजार 4-5 हजारको व्यापार म गर्छु यसमा सबै काम चलेको छ हजुरले यस्तो बनाउन कता हजुरको भविष्यको योजना के छ यही यसैमा के गर्ने कि ठुलो अझै ठुलो बनाउने यस्तो हो ठुलो म सक्दिनँ यति कमजोर छ त्यो हुनाले अब यसमा ठिक छ अब यति योभन्दा अगाडि म सक्दिनँ गाह्रो हुन्छ हाइफाई खोल्न त्यहाँ राम्रो खोल्नु भने त्यही काम गाह्रो छ पैसा छैन आफूसँग यति हो कमाउने खाने हामी सबै फ्यामिली यसैमा खुस छौँ छोराहरू बसेर अब पहिलो काम गरेर ठिकै हो उनीहरू गर्छन् धन्यवाद हजुरले यति महत्त्वपूर्ण समय हाम्रो लागि दिनुभयो बाइकमा समयमा विद्यालयबाट आइदिनु भएको थियो हाम्रो सेन्टर चाहिँ होटल व्यवसाय रहेको छ हजुरको परिचय हजुर हजुरले होटलको नाम चाहिँ देन होटलको सेवा सुविधा के कस्ताहरू छन् हामी जाने मात्रै छैन यहाँ चाहिँ के कस्ता कस्ता ग्राहकहरू आउँछन् राम्रो चिनिजहरू प्रायः चाहिँ अनि यहाँको प्राइसहरू चाहिँ कस्तो के कस्ताहरू प्राइसहरू नर्मलै छ लगभग अरूभन्दा अलिकति कमै छ हजुरले यहाँ यस्तो व्यवसाय यो चलाइराख्नु बेला तपाईँले चुनौतीहरू के पाउनु भएको छ त्यस्तो के भन्नु न चुनौती त्यस्तै सामानहरू कारखानाबाट लिएर आउनुपर्छ त्यो चाहिँ गाह्रो हुन्छ ठिकै छ अनि आएर चाहिँ कति के कस्ता भएको छ नि राम्रै छ अनि यही व्यवसाय गर्ने कि अरू पनि योभन्दा राम्रै गर्दै जानुहुन्छ अब यसलाई बढाउँदै जाने आफ्नै अनि यो व्यवसाय गर्न चाहिँ कस्तो प्रेरणा गर्न सकिन्छ नि आफ्नो गर्नु है अब बिस्तारै अब राम्रो हुँदै जान्छ अनि हजुरलाई कतिको चुनौतीहरूको सामना गर्नु परेको छ नि त्यही खास त छैन हजुरको मुख्य उद्देश्य चाहिँ के हो नि अब राम्रोसँग गर्दै गर्ने उद्देश्य चाहिँ